नमस्ते साथीहरू, स्वागत छ मेरो युट्युब च्यानल द जीवन गुरुङ सोमा। आज हामी कुरा गर्दैछौँ एउटा यस्तो देशको बारेमा जुन देश आजभन्दा 50 वर्ष अगाडिसम्म पुरै रेगिस्तान थियो, तर आज हामी जहाँ जता पनि गगनचुम्बी भवन देख्न सकिन्छ। एउटा यस्तो देश जुन देशको कानुन संसारको सबभन्दा कडा कानुन मध्येमा पर्छ। एउटा यस्तो देश जुन देशमा पहिला माछा मार्ने सानो गाउँ थियो। एउटा यस्तो देश जहाँ 90% मानिसहरू विदेशी छन्। एउटा यस्तो देश जहाँ संसारकै सबभन्दा अग्लो भवन छ, हो आज हामी कुरा गर्दैछौँ संयुक्त अरब इमिरेट्स मध्ये एक इमिरेट्स, जो धनी सम्पन्न र खुबसुरत दुबईको बारेमा। आफ्नो दिलको धड्कनलाई थामेर बस्नुहोस्, किनकि म आज तपाईँहरूलाई लैजाँदैछु दुबईको यात्रामा। हो, दुबईको यात्रामा। दुबई संयुक्त अरब इमिरेट्स मध्ये एक इमिरेट्स हो र यसलाई दुबई भनिन्छ। यसको क्षेत्रफल 4114 वर्ग स्क्वायर किलोमिटर रहेको छ। यहाँको जनसङ्ख्या 40 लाखको हाराहारीमा छ र यहाँको जनघनत्व 977 प्रति वर्ग स्क्वायर किलोमिटरमा रहेको छ। यहाँको आधिकारिक धर्म इस्लाम हो र हिन्दू क्रिस्चियन धर्म मान्नेहरू पनि प्रशस्त भेटिन्छन्। यहाँको आधिकारिक भाषा अरबी हो, तर इङ्ग्लिस व्यापक रूपमा बोलिने भाषाभित्र पर्दछ। यहाँको पैसालाई दिराम भनिन्छ, जो आज नेपाली रुपियाँको विनिमय दर अनुसार प्रति दिराम 38 रुपियाँ 25 पैसा हुन आउँछ। धेरैलाई लाग्छ कि दुबई तेलबाट चलेको छ, तर साथीहरू यो सत्य होइन। आज यो देशको कुल आम्दानीको 80% पर्यटन, व्यापार र रियल इस्टेटबाट चलेको छ। तपाईँले कहिले सोच्नुभएको छ सानो माछा मार्ने गाउँबाट विश्वको सबभन्दा लग्जरी सहर बन्न कसरी सफल भयो? आजको भिडियोमा हामी यही यात्रा, इतिहास, संस्कृति, प्रसिद्ध स्थलहरू र केही मजेदार तथ्यहरू पत्ता लगाउनेछौँ। त्यसैले तपाईँहरू म सँगै रहनुहोस्। म तपाईँहरूलाई दुबईको हरेक ठाउँ देखाउनेछु र त्यो ठाउँको बारेमा जानकारी दिने कोसिस गर्नेछु। दुबईको इतिहास धेरै रोचक छ। 18औं शताब्दीमा यो सहर केवल माछा मार्ने गाउँ जस्तो थियो। यहाँका मानिसहरूले समुद्रबाट माछा र नुनको व्यापार गर्थे। 1960मा तेलको खोज भएपछि दुबईको भाग्य नै बदलियो। सडक, भवन, अन्तर्राष्ट्रिय हवाईमार्ग सबै आधुनिकताको चमत्कार गरे जस्तो भयो र आज तपाईँहरूले यहाँ विश्वको सबभन्दा अग्लो भवन, 7 तारा होटल र कृत्रिम टापुहरू पाउन सक्नुहुन्छ। साँच्चै यो परिवर्तन अद्भुत छ। तपाईँले कहिले सोच्नुभएको छ यस्तो छोटो समयमा नै एक सहरले संसारकै ध्यान आफूतिर तान्न कसरी सफल भएको छ? कमेन्टमा लेख्नु नबिर्सिनु होला तपाईँको आफ्नो विचार। दुबईको भूगोल मुख्यतः मरुभूमि र समुद्रको सङ्गम हो। गर्मी महिनामा यहाँको तापक्रम 45 देखि 50 डिग्रीको सेल्सियसको हाराहारीमा पुग्दछ र जाडोमा हल्का 15 देखि 25 डिग्रीको हाराहारीमा रहन्छ। तर यो गर्मीले यहाँको रोमाञ्चक गतिविधिलाई रोक्दैन। डेजर्ट सफारी, स्यान्डबोर्डिङ, हवाई बेलुन र समुद्री खेलहरू यहाँको प्रमुख आकर्षण हुन्। त्यसैले यदि तपाईँ साहसी हुनुहुन्छ भने दुबई तपाईँको लागि स्वर्ग जस्तो छ। संसारको सबभन्दा अग्लो भवन बुर्ज खलिफा पनि यही देशमा नै मौजुद छ, जसको उचाइ 828 मिटर छ। यहाँबाट दुबईको सम्पूर्ण दृश्य अवलोकन गर्न सकिन्छ। साँच्चै भन्नुपर्दा त्यहाँ उभिएर म पृथ्वीभन्दा माथि छु जस्तो अनुभव हुन्छ। यो भवनको निर्माण सुरु 2004मा भएर 2010मा निर्माण सम्पन्न भएको थियो। यसको डिजाइनर एन्ड्रिड स्मिथ थिए, जो अमेरिकी वास्तुकार पनि थिए। यसको मुख्य निर्माण कम्पनी स्यामसुङ CNT हो र यो साउथ कोरियन कम्पनी हो। यसको कुल लागत 1 अर्ब 50 करोड अमेरिकी डलर हो र यो भवनलाई 4 जनवरी 2010मा खुल्ला गरिएको हो। यसमा जम्मा 63 तलाहरू छन्। संसारकै एकमात्र 7 स्टार होटल पनि यही देशमा छ। यो होटल बुर्ज अल अरब हो। यो होटल केवल लग्जरीको प्रतीक होइन, यसको डिजाइनर, सेवा र समुद्र बीचको अवस्थाले यसलाई विश्व प्रसिद्ध बनाएको छ। साँच्चै यस होटलमा एक रात बिताउनको लागि तपाईँलाई ब्याङ्कबाट ऋण लिनुपर्ने हुनसक्छ, जुन होटलको सुरुवाती दर अनुसार एक रातको एक जोडी अथवा 2 जनाको लागि नेपाली रुपियाँ 2,50,000 जति हुन आउँछ। यसको निर्माण सन् 1994मा सुरु भएर सन् 1999मा निर्माण सम्पन्न भएको थियो। यसको निर्माण कुल लागत 65 करोड अमेरिकी डलर लागेको थियो। यसको डिजाइनर टम राइटले गरेका थिए, जो ब्रिटिस वास्तुकार पनि हुन्। यसको निर्माण कम्पनी साउथ अफ्रिकी कम्पनी हो। यो होटल एक कृत्रिम टापुमा अवस्थित छ र जुन मुख्य भूमि जुमेराबाट लगभग 280 मिटर टाढा छ। अतिथिलाई होटलसम्म पुग्न निजी ब्रिजको निर्माण गरिएको छ। यहाँको अर्को अनुपम ठाउँ कृत्रिम टापु पाम जुमेरा हो, जहाँ लग्जरी रिसोर्ट र निजी घरहरू छन्। एयरव्यूबाट हेर्दा टापु हात आकारको जस्तो देखिन्छ। यदि तपाईँ इन्स्टाग्रामको फोटोको लागि सोचिरहनु भएको छ भने यो ठाउँ उत्तम छ। यहाँ बस्ने मानिसहरूको जीवनशैली अत्यन्त लग्जरी र विशेष छ। साँच्चै केही भन्नुपर्दा दुबई अनौठो, रोचक र अविश्वसनीय छ। दुबईको हरेक ठाउँमा लग्जरी कार मात्र देख्नुहुन्छ। सानो र सस्तो गाडी तपाईँले खोजेर पनि पाउनुहुन्न।
यहाँ हरेक घरमा 2वटादेखि 4वटासम्म कार हुनु मामुली कुरो हो। यहाँको पुलिससँग दुनियाँको सबभन्दा महँगो स्पोर्ट्स कारहरू हुने गर्छन्। यहाँ जो कार पुलिसले प्रयोग गर्छन् ती कारहरूमा बुगाटी, फेरारी, ल्याम्बोर्गिनी कम्पनीका कारहरू प्रयोग गरिरहेका छन्। यहाँको कानुन दुनियाँको सबैभन्दा कडा कानुनमध्ये एक मानिन्छ। यही भएर यहाँको क्राइम रेट दर 1% भन्दा पनि कम छ। तपाईँ यहाँ सार्वजनिक स्थानमा आफ्नो पार्टनरसँग हक गर्ने र किस गर्ने गल्ती चाहिँ नगर्नुहोला, किनकि तपाईँ कानुनी उल्झनमा पर्न सक्नुहुन्छ। यहाँ कुनै महिलालाई छेडछाड वा हिंसा र बलात्कारको धेरै ठुलो अपराध मानिन्छ र यसको लागि फाँसी पनि हुन सक्छ। यहाँको महिला निकै खुबसुरत हुन्छन्। तपाईँले जुन कालो नकाबभित्र साधारण देख्नुहुन्छ, तर त्यहाँभित्र धेरै महँगो कपडाहरू लगाएका हुन्छन्। यहाँ सार्वजनिक स्थानमा सबै पहिरनलाई मात्र अनुमति दिएको छ, तर पार्टी होटलतिर आधुनिक पहिरनलाई पनि मान्यता दिएको छ। यहाँको महिलालाई शिक्षा, रोजगार, व्यापार, राजनीतिक अधिकार पुरुषलाई सरने 50% नै दिएको छ। त्यही भएर यहाँको महिलाहरू आज चिकित्सक, इन्जिनियर, पाइलट, वकिल, मन्त्रीदेखि लिएर प्रहरी अधिकृत समेत छन्। यहाँका धेरै महिलाहरू सरकारी अफिसर र निजी कम्पनीको उच्च पदस्थमा कार्यरत छन्। विशेष गरी ब्याङ्किङ, पर्यटन र प्रशासन क्षेत्रमा धेरै छन्। आज दुबई मल संसारकै सबभन्दा ठुलो सपिङ मलमध्ये एक हो। यहाँ किनमेल गर्न संसारभरिबाट मानिसहरू आउने गर्दछन्। यहाँ किनमेल मात्र होइन, मनोरञ्जन पनि भरपुर छ। अन्डर वाटर एक्वेरियम, स्केटिङ रिङ, वाटर पार्क र सिनेमा थिएटरहरू छन्। साँच्चै भन्नुपर्दा तपाईँ यहाँ 3-4 दिन मलमा नै बसेर बिताउन सक्नुहुन्छ। गोल्ड सुकमा तपाईँले विश्वको सुनको व्यापार देख्न सक्नुहुन्छ। सायद यो कुरा तपाईँले थाहा नहुन सक्छ। हाम्रो देशमा एटिएमबाट सिर्फ पैसा निकालेको देख्नु भएको होला, तर यहाँ एटिएमबाट सुन पनि किन्न सक्नुहुन्छ। यहाँ यस्तो गार्डन पनि छ जहाँ 150 मिलियन फुलको बगैँचा पाउनुहुनेछ, जसको नाम मिराकल गार्डन हो, जहाँ पुग्दा तपाईँ स्वर्गको अनुभूति पाउनुहुनेछ। साँच्चै भन्नुपर्दा यस्तो लाग्छ दुबई केवल मानिसको कल्पना मात्र होइन, वास्तविक चमत्कार हो। दुबईले सन् 1990देखि 2010सम्म यस्तो रफ्तारमा विकास गर्यो कि दुनियाँ हेरेको हेरै भयो। यहाँको मेट्रो लाइन सिर्फ 4 वर्षमा पुरा भएको थियो। यो मेट्रो लाइन 21 मार्च 2006मा सुरु, प्रारम्भिक सञ्चालन 9 सेप्टेम्बर 2009बाट सुरु भएको थियो र पछि 28 अप्रिल 2010मा निर्माण सम्पन्न गरिएको थियो। यसको कुल लम्बाइ करिब 90 किलोमिटर रहेको छ र 7.6 अर्ब अमेरिकी डलर खर्च गरेर यो निर्माण गरिएको थियो। यति ठुलो परियोजनाको निर्माण र सम्पन्न गर्दा गर्दै पनि यहाँको जनतासँग सरकारले कुनै पनि व्यक्तिगत आयकर लिँदैन। दुबई आधुनिक भए पनि यहाँको परम्परा जीवित छ। दुबई सङ्ग्रहालयले पुरानो जीवनशैली देखाउँछ। गोल्ड सुक र स्पाइस सुकले तपाईँलाई व्यापारको इतिहास सम्झाउँछ। खानामा पनि यहाँ बहुसांस्कृतिक स्वाद पाइन्छ। अरबी, भारतीय, इटालियन, जापानिज, सबारमा र फालाफेल यहाँको प्रसिद्ध स्ट्रिट फुड हो। साँच्चै भन्नुपर्दा खानाको लागि भए पनि यहाँ केही दिन बस्नुपर्ने जस्तो हुन्छ। साहसिक गतिविधिहरू दुबईमा पर्याप्त छन्। दुबईमा तपाईँ मरुभूमिमा पनि हिउँको मजा लिन सक्नुहुन्छ। वाटर पार्क, समुद्री खेल, गोल्फ कोर्स र डिजर्ट सफारीले तपाईँको एड्रेनालिन बढाउँछ। यदि साहसी हुनुहुन्छ भने हवाई बेलुन राइडर र स्कानबोर्डिङ यहाँको अनुभव अविस्मरणीय हुन्छ। दुबई केवल आधुनिकता र लग्जरीको प्रतीक होइन, तर इतिहास, संस्कृति र साहसिकताको मिश्रण भएको सहर हो। यदि तपाईँ अनौठो गन्तव्य खोजिरहनु भएको छ भने दुबई भ्रमण अवश्य गर्नुहोला। आजको भिडियो मन पर्यो भने लाइक, सब्सक्राइब र सेयर गर्न नभुल्नुहोला। साथै कमेन्ट गर्न पनि नबिर्सिनुहोला। तपाईँ दुबईमा सबभन्दा पहिले के हेर्न चाहनुहुन्छ? धन्यवाद सबै साथीहरूलाई मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा। साथै अर्को भिडियो कुन देश वा सहरको बारेमा जान्न चाहनुहुन्छ कमेन्ट गर्नुहोला। म त्यही सहर वा देशको बारेमा भिडियो बनाएर तपाईँहरूमाझ ल्याउने बाचा गर्दै आजलाई बिदा हुन चाहन्छु।